तिमी चराउँछ भने नकिन्नु नि त सोल्टी अघि त छोडेर भन्ने मान्छे के लाउने टोपी लाउने 10 सेकेन्ड गर न त्यहाँ हिजो कति लुट्यो पैसा कस्तो कति लुटो बुढाबुढी मिलेर 10 रुपियाँ लुट्यो हाम्रो यार ल है गाइस हामी त मुस्ताङतिर हिँडियो कस्तो बाटोमा जाँदैछौँ आज ल है माथि पुग्रे कता रहेछ वेदर पनि दामी छ बल्ल बल्ल काम गरियो जाने पछाडि साथी आउँदैछ है कस्तो न्यानो देखेको छ के भन्दैछ है त्यसले त्यहाँ त्यो गौतम बुद्ध नाकुट्यो आँखा गौतम बुद्ध सुतेको भन्दै क्या हामीले सानोमा पहिला यसले देखेन र ठ्याक्क हो त्यो हो क्या सेप ठ्याक्क गौतम बुद्ध देखेँ तिमीले यता यो बिचको भाग यिनीहरूले अझै देखेको छैन अझै चाहिँ हामी कुकुरमा यहाँबाट चाहिँ घान्द्रुक जाने घान्द्रुक धम्पुस जाने त्यो बाटो यताबाट चाहिँ लुम्ले काँडे सोल्टी गाडी आछ पछाडि छोड्दै सानो बल्ल भयो यसलाई त लङ्गुर हो कि के भन्छ यसलाई त हो कटुल है यो त राजा भन्छ क्या यो उसको के भन्छ अरे बाँदरहरू गरेर खत्रै रहेछ है यहाँ है झाडी काठमाडौँको बाटो जस्तो क्या है यो भिर क्या फेरि मान्छे त फेरि मुस्ताङ पुग्यो फेरि धोलाइ नपुग्ला फेरि पछाडि हेरे यहाँबाट कति जाने रहेछ झार जाने यो त माथि बाग्लुङ हो हजुर बाग्लुङ कालिका माथि पारी बाग्लुङ कालिका नाम्बी जिल्ला आइपुग्यो यस्तो यो गाडीहरू चाहिँ साह्रै झ्याउ हुँदो रहेछ है अति पेल्ने के यहाँ चाहिँ अलि बाटो खतरा रहेछ है किन डर लाग्छ तल नहेर नि त माथि हो माथि पहिरो आउँछ भनेर आउँदैन तर 2 दिन भयो नि त ड्राई भयो क्या पानी नपरेको ड्राई भइसक्यो अब हुँदैन जान्छ यो कस्तो हिलो रहेछ है बाटो त हाम्रो चाहिँ भयमा छुँदो रहेछ है दुईजना मोटो घाटो भएको भयमा छुँदो रहेछ पस्या हो
कति धेरै पछि हो दामी कुनै फिल हुँदैछ अब त्यहाँ जाने यस्तो हिमाल यस्तो मजा देख्दै है त्यहाँ यस्तो हिमाल यस मान उसले भिडियो बनाउँछ ए कस्तो दामी ठाउँ हो क्या अन्त है यहाँबाट अलिक डेन्जर डेन्जर हेर्दै ठाउँ त है गयो दियो म त के भयो त घुमाएछ भनेको त पुरा भिडियो गराइरहेको छु खतरा देखेछ है दामी दामी कस्तो बाटोमा अझै आधा बाटो छ यार जानलाई यार वेलकम टु नेचुरल हट स्प्रिङ वे खै ऊ त्यहाँनिर त त पानी ल्याएर ऊ त्यहाँ नहान्नु आइरहेछ त मान्छेहरू ऊ त्यहाँ हामी चाहिँ ननाउने हामी चाहिँ ननाउने पट्यो भएनै छुन्छ त यार अन्डर हो जिनाको ग्याङ त है हात टली त उतै छ रुप्से वाटरफल भन्नेमा आयो नि त हामी त होइन ऊ माथि है ल हामी रुप्से वाटरफलमा आयो नि त रुप्से वाटरफल ठुलो रहेछ है झर्ना छ कस्तो मैला गरेको है त्यस्तो त नगर्दै हुन्थ्यो यार प्लिज कस्तो फोहोर गरेको बजार हेलो गिल्ला गिल्ला ल गाइज हामी चाहिँ अहिले रुप्से झर्नामा टक्क सही हो फिलिङ गुड जाऊ दिदी म फोटो खिचिदिन्छु
तिमी खिच्छ ल खिच्दियो त ओ सानो मोटेनमा यहाँबाट होइन आकाशमा निक्लिएर खिच्छ के ए हो ल सही यसको पारा फेरि खतरै छ नि फेरि फोटो खिच्ने त आमामा फोटो खिच्ने स्टाइल रे खतरै आधाले उतापट्टि गर्नु आधाले यस्तो गर्नु पर्ला तिमीको यिनीहरू यहाँ छ अर्को फोटो खिच्दैछ आमा भयो उफ्रिनु हामी चाहिँ अहिले चाहिँ ठ्याक्क खाना खाने टाइममा रूपसे झर्ना यहाँ छ है सर अनि हामी चाहिँ यहाँ टक्क खाना खान बसेको होइन भाइ फोटो हान्दैछ यता हाम्रो मिसेसहरूले खाँदैछन् ल के भयो स्वाद आएन यस्तो यस्तो मान्छेहरूलाई फेरि वहीँ घरबाटै पोको पार ल्याउनु पर्ने कसलाई नुन सर्को कसलाई नुनै हुँदैन यस्तो छ ल रूपसे झर्ना खाऊ ल खाए ए डल्ले पनि छ यहाँ ल डल्ले देउऱ्यो बहिनी गाह्रो छ गाह्रो ल यो फेमस भिर हो पहिला उ त्यहाँबाट झर्ना झर्थ्यो कि उ त्यहाँबाट अहिले चाहिँ यहाँबाट झर्छ आज चाहिँ पानी नरहेछ नि त त्यही भएर नझरेको नत्र त पानी सर्र आउँथ्यो क्या ठुलो हो यो त यहाँबाट पानी झर्रा झर्थ्यो क्या यहाँ पानी झरेको हो हेर्न फुलहरू कस्तो दामी देखेको है कस्तो दामी देखेको है यति साकुरा हो र उयोहरू नै जापानी है यसलाई त जापानिज फुल भन्छ र साकुरालाई यो चाहिँ के रहेछ सर्ता गर्ने हो ल झर यहाँ चाहिँ उठाउनुपर्छ क्या चेक खतरा दामी दामी यहाँ चाहिँ हिउँ परेछ डाँडामाथि सही हो कसार आए नदाए खतरा यहाँ छ ल त्यसले हिरा टल्क्यो भने कहाँ देखाएको छ हिरा भन्नु त भन्नु पहिला ल भन्नु तैँले कहाँ भन्न भिडियो गरेर हल्ला गर ल छिटो भन ल नाच्दिनु पर्छ अब भन् कहाँनिर ल भन अघि देखेको थियो क्या कालोबाट सेतो पग्लेर झरे जस्तो टाइपको देखियो थियो क्या त्यहाँ हिरै यस्तो देखियो थियो कि हिमाललाई हिरा भनेको त्यहाँ न खतरा बुझ्दैन होला होइन दामी दिएछ त्यहाँ चाहिँ
अर्को नाटक यो त नजिकै रहेछ है यो त नजिकै रहेछ है हेर न यस्तो बवाल भएको कसम हेरेर बाटो नैसिन यसो हेर्दा नि खतरा रहेछ यो चाहिँ हामी चाहिँ अलि लेटेको डाँडामा आइपुग्यो को दाहिने गेट कटेर दाहिनेबाट आउने बगर बगर हान्न बगर खोलाको बाटो आउने अनि त्यो एउटा स्कुल हो कि के कस्तो रहेछ नि त्यहाँ होइन हामी जानेको त्यता जस्तो त्यो लाग्यो क्या निलो कलरको एउटा के कस्तो रहेछ नि यहाँ सरर जाने, एउटा स्कुल हो कि हो के हो ल हामी चाहिँ हाम्रो साथीको बहिनीको हाम्रो घरमा जाँदैछौँ होइन आज चाहिँ हाम्रो बास त के होला जस्तो छ आज होइन यहाँ जङसनभरिसम्म यहाँ मुस्ताङ बसिन्जेलसम्म हाम्रो बास त यहीँ चाहिँ हुन्छ त्यस ए लार्जुङ लेखेर रहेछ नि त यहीँ तर यहाँबाट चाहिँ उता जलसम पनि मुस्ताङ पनि कति 15-20 मिनट पुगिन्छ त्यो लार्जुङ लगेर ए बल्ल मुस्ताङ भयो सायद है हो गया हाम्रो बससम्म आइपुग्यो टाढो बहिनीको घरमा ल हाम्रो उषा बहिनीको घरमा प्रस्थान हाम्रो फुपू नमस्ते फु यता फुपाजु यता फुपू है नमस्ते अघि नै गयो हुन्छ होटेल जस्तै रहेछ है काभ्रे आमा राम्रो कस्तो राम्रो रहेछ होटेल जस्तै रहेको है फुपू दामी रहेछ राम्रो के कस्तो यस्तो त मनपर्छ नि हामीलाई है कस्तो यो हरि युनिक रहेछ अब एकदम टिपिकल देखिन्छ है होटल होइन के छ त्यहाँ सुन छ सुन जसरी त्यहाँ कोतारेर जाने होला नि त यहाँ कुन चाहिँ ए मैले फुपाजीलाई ल्याएको है यो फुपूलाई यो फुपूलाई ढोका ए ढोका गर्दैन अरू त केही ल्याउन पाएन है बाइकमा झोला ठुलो ल्याएर झोला सानो अब अर्कोचोटि गाडीमा आउँदा आज हेर्नु कसैले बोकेर आउँला भने अर्कोचोटि त अर्को चिनियो नि त गाडीमा टाढा नरहेछ नजिकै रहेछ मानिस त टाढा लाइन हेलो गाइज वेलकम टु माई अनदर भिडियो आज चाहिँ हामी छौँ अलराइट गाइज कस्तो भइरहेछ बिमे 7 हेभेन ओ सही छ Mustang is very great सोटर जस्तो ठाउँ तर अहिले मौसमले अलिकति हामीलाई सिमसिम पानी परेको छ आज सिमसिम पानी परेर तर यहाँ चाहिँ पुरै हिमालले ढाकेको छ क्या नत्र भोलि चारैतिर देखिन्छ हिमाल पर्सि ए पर्सि त यहाँ छ नि अनि त्यसपछि अब हामी आजको बास चाहिँ हामी यो मुस्ताङको लार्जुङ कोबाङको लार्जुङ भन्ने ठाउँमा छौँ यहाँ चाहिँ हाम्रो बहिनीको घर हो मेरो बहिनीको घर हो यहाँ चाहिँ रुमहरू छ्यालब्याल टन्ने छ तपाईँहरू कोही आउन चाहनुहुन्छ भने पनि यहाँ आएर होइन स्टे गर्न सक्नुहुन्छ इन्जोय गर्न सक्नुहुन्छ यहाँ आएर बार्बिक्यू गरेर ट्याक्क राति बसेर इन्जोय लिएर बस्न सक्नुहुन्छ एकदमै राम्रो ठाउँ छ बबाल छ ठाउँ दामी छ यो चाहिँ माथिको छत भयो भने यहाँ तलपट्टि नै रहेछ क्या यस्तो यहाँनिर है यहाँबाट सिनहरू चाहिँ लड अफ सिन लड अफ यस्तो मुनि यस्तो रहेछ देख्न सक्नुहुन्छ होइन जस बबाल छ दामी छ है तिमीहरूलाई कस्तो लाग्यो दामी दामी है आजको हामी रात चाहिँ एकदम बवाल तरिकाले इन्जोय गरेर गताउँछौँ अनि त्यसपछि भोलि फेरि बिहान मुक्तिनाथ दर्शन जाँदैछौँ मुक्तिनाथ दर्शन गरेर आएपछि डुम्बा लेक तितिता लेक त्यसपछि आएर मार्फा
खास चाहिँ हामी चाहिँ उता उसमा आज जाने भनेको होइन तर आज चाहिँ हामी चाहिँ नजाने कुरा भयो अलिकति पानी पर्यो है पानी पर्यो अलिकति ड्र्याग भएको पानीले गर्दा वेदर भोलि चाहिँ हामी पक्का जानेछौँ यसरी इन्जोय गर्दै गएछ है ल। स्टे ट्युन सबले साथ र सपोर्ट गर्नु होला हाम्रो यो चाहिँ स्याउबारी एउटा स्याउ दुईवटा स्याउबारी उहाँनी छ है सबै हो खाइ एउटा स्याउ दिने स्याउ कुन? यो सबै हो के ऊ त्यो ठुलो चाहिँ ओखर हो उयो ठुलो सबै पछाडिको ओखर हो पछाडिको यिनीहरू यो यो त थाहा छैन यो खोइ आज त यो सिजनै झरिसक्यो नि त सिजनमा झरिसक्यो यो स्याउहरू सबै भोलि चाहिँ हामी उताबाट यस्तोरी जाने मुस्ताङ के अरे मुक्तिनाथ होइन यसरी जोमसोङ हुँदै आज हामी चाहिँ गएन यस्तो पानी पऱ्यो जस्तो भयो ऊ त्यहाँबाट हिमाल देख्छ भोलि ल तर अनि एकछिनपछि हामी हिँड्नु सक्छौँ तर थाहा छैन है कि जे पनि हुनसक्छ यहाँको एरियातिर घुमाउँ न उयो त्यो मन्दिरहरूतिर यसो गरौँ न अब एकछिन वेट गरौँ 3 बज्छ अझ टाइम हामीसँग जस्ट लट अफ टाइम छ एकछिन बसेर अझै टाइम मिल्छ भने 1 घन्टा जतिको जाने ठाउँ कहाँ छ त्यहाँ गएर हामीलाई ल जे पनि हुनसक्छ ओके जे पनि हुनसक्छ टक्क लाएर यहाँ त ए उता रक्सी पाण्डामा रहेछ उहाँ होइन अङ्कल एउटा कुरा चाहिँ मुस्ताङको के हुन्छ भने यो प्रायलाई थाहा छैन नि त दाइ यो यस्तो अन्डरग्राउन्ड हुन्छ नि त तल थाहा छैन मलाई होला नाइ भनेको एउटा अन्डरग्राउन्ड हुन्छ नि त प्राय यस्तो यो माथि यो तल यस्तो यो पनि त एउटा अनौठो त हो नि फर्स्ट टाइमै देखेको छु भोलि यहाँ उस्तै पऱ्यो भने म यहाँ दया ह्याङ राई स्टाइलले चाहिँ यहाँ दको एउटा अनि उमालेको पानी लिएर यहाँको दिन सक्छ गाइस अनि हाम्रो भयाको चाहिँ उमा चाहिँ युट्युबमा चाहिँ सबले सब्सक्राइब गरिदिनु होला है त्यहाँको लगाएर बेल उठाइदिनु होला सबले सही हो ल हामी चाहिँ हरिब राम्रो छ दामी ल उषा बहिनी धेरै धेरै धन्यवाद ल हामीलाई यहाँ आज बास हामीले एउटा चाहिँ होटलमै आएर ल्याबको हैन होटल जस्तै छ क्या है यहाँको घरहरू सबै होटल जस्तै है हेर्न रुम पनि यहाँ एउटा रुम यहाँ अर्को रुम होइन यहाँ चाहिँ हामी सुतिन्छ तर एउटा दुईवटा तिनवटा चारवटा बेड के कठुलो है यहाँ छ एउटा रुम यहाँ छ यहाँ चाहिँ अनि भाइ यहाँबाट बाहिरको भ्यू छ नि ओ सही हो दामी भाइको बाइक यहाँ छ है यो बाइकहरू चाहिँ अर्को भाइको बाइक चाहिँ यहाँ छ फेरि पसन्द दियो भने फेरि खतरा कडा चाहिँ पसन्द दियो भने 7 वर्ष हो जम्मा 7 वर्ष यहाँ चाहिँ त्यो चाहिँ गुफा टाइपको हो त्यहाँ त्यो पल छ नि त्यो हेर्दा यस्तो देखेको हामीले तर त्यहाँभित्र चाहिँ ऊ हुन्छ क्या यो अप्पर मुस्ताङ छ नि सबै यस्तै त अप्पर मुस्ताङ पनि त्यो परामा सबै पल अनि भित्र गयो भने चाहिँ त्यो के सुरुङ टाइपको हुन्छ नि हो त्यस्तो टाइपको हुन्छ भन्ने कुरा सुनेको छु है ल भैया पनि फर्स्ट टाइम हो म पनि फर्स्ट टाइम हो मेरो बुढी फर्स्ट टाइम भैयाको बुढी बहिनी पनि फर्स्ट टाइम हामी चारैजना फर्स्ट टाइम एकदम इन्जोय भइरहेको छ रमाइलो भएको छ है बाटो पनि हामी एकदम इन्जोय गर्दै आइयो ल सबजना नमस्ते हेर्दै गर्नु होला है विनमको बल के छ गाइज सही है कति बजी भन्दा नि त मर्निङ सट अहिले ठ्याक्क 4 बजे यार 4 बजी हेरौँ न 4 बजे त यस्तो देखिँदो रहेछ यहाँ 4 बजे खानाकै म चाहिँ हातै सेक भयो के जाडो भएर खतरा दामी यो चाहिँ हाम्रो घर यहाँबाट त हिमाल त ओए लाग्छ बा बहिनी धेरै टाइम भन ल हामी पनि वेटिङमा छौँ लङ टोइलेट अघि पानी छोको यस्तो कलर म यहाँ बुझ्दैन सकेन अब यहाँ अब मेरो पाला आउँदैछ ल त्यहाँ पानी छोइदियो नि त ल तिमीले त्यस्तो गाह्रो छ ल तिमीले 10 सेकेन्ड छोडिदियो होला म त नुहाइदिउँ क्या नुहाइदिने कुरा गर्छ यार ओ 10 सेकेन्ड गर न त्यहाँ हिजो कति लुट्यो पैसा कस्तो कुदी लुटो बुढाबुढी मिलेर 10 रुपियाँ लुट्यो हाम्रो यार यति हो ए सही हो क्या यहाँ चाहिँ हिमाल
खतरा जाडो भएर हात सेक बसेर अघि पानी छोइदिएको थिएँ मैले नामै यो चाहिँ सही रहेछ कि यहाँ चाहिँ घाम परेछ कि हो माथि एभ्रिवन गुड मर्निङ है सबैजनालाई हामी चाहिँ आज मुक्ताङतिर छौँ होइन बिहानको 7 बजेको छ लार्जुङबाट चाहिँ हाम्रो बसाइबाट चाहिँ हामी चाहिँ जाँदैछौँ मुक्तिनाथतिर अन द वे कस्तो कराएको ब्रेकमा अलिकति पानी छिर्छ क्या त्यो पछाडिको त्यही भएर चिसो चिसो छ यार दामी रहेको त्यहाँनिर उताको है दामी दामी यहाँ त जस्तो नै रहेछ त फोटो खिच्नु जस्तो नै रहेछ त यहाँ त है हामी चाहिँ अहिले मुस्ताङमा होइन बुढे पुरा उता हर्स राइड हुँदैछ कस्तो खतरा देखिँदो रहेछ क्या यहाँ चाहिँ हिमालय त सही हो हिमालय दामी दामी रहेछ तर कुन कुन हिमालय थाहै छैन निलगिरी धौलागिरी भन्दै थियो अघि पुरा उता घोडा चढेको चाहिँ फोटो खिचेको 100 रुपियाँ भिडियो गरेको चाहिँ 300 रुपियाँ है अब त यताबाट माथि चाहिँ हामी मुक्तिनाथ जाने होइन बुढे ल सही हो कस्तो भयो तिमीलाई भनिदेऊ नि त कस्तो भयो एटिट्युड लागेको छ र तिमीलाई है तिमीहरू चाहिँ बानी नभएको भएर कि है अब हामी चाहिँ यताबाट मुक्तिनाथ जाने हो ए हिमाल त खत्रै तल त छङ्गै रहेछ बुढिया त तल त्यो चाहिँ हिमाल चाहिँ खतरा देखेको कुन हिमाल रहेछ है यिनीहरू ए सही बबाल देखेको है सही हो सही कस्तो खाल्चो रहेछ तल त है तल हेर न भिडियो बनिदिनु न त होला के रहेछ कि मुक्तिनाथ है त्यो घर जस्तो छ नि बुजुर्ग त्यहाँबाट माथिबाट हिँडेर जाँदैछ कि ल जान चल्दिउँ न त है ल चल्दिउँ हिँड अगाडि
ल है हामी चाहिँ मुक्तिनाथ मन्दिरमा प्रस्थान भयो चल सर बुढी अलिक गाह्रो होला जस्तो छ बुढीलाई चाहिँ यताबाट चाहिँ घोडाको बाटो रहेछ उहाँ यताबाट चाहिँ पाइटाबाटै हिँड्नु ल अलराइट थाकेला है ठिकै छ पानी ल्याउनु पर्ने रहेछ है खानालाई बिस्तारै जाने केही नि हुन्न ल प्लिज यार यस्तो स्टिकरहरू त नटास्दै हुन्थ्यो यार छ्या हो नि यार हेर्न यस्तो स्टिकरहरू त नटास्दै नै हुन्थ्यो नि यस्तो ठाउँमा आएर है कुन्नी कस्तो बाघहरू यस्तो यार सबले तातेर हेर्न हो नि यार यस्तो यस्तो टाँसेर मुक्तिनाथ मन्दिरमा आएर यस्तो एडभर्टाइज गरे जस्तो कि है एडभर्टाइज गर्ने आफ्नो ठाउँमा छ नि त्यस्तो त प्लिज सबैजनालाई त्यस्तो त नगरिदिनु होला हामी मन्दिर छिर्यो ए कति धेरै है नहुने ठाउँ त ए बाहिरै रहेछ है ओपनको कपडा फेर्न ठाउँ म त कोठा हुन्छ लकर हुन्छ भनेको त ओपन रहेछ नहुने ठाउँ चाहिँ उतातिर रहेछ ल ए त्यता गएर आएर त्यताबाट नुहाएर यहाँ आएर डुब्ने रहेछ ए मजाले घुम्यो आम्बाले आम्बालु ल मुक्तिनाथ दर्शनमा हाम्रो भयाको मिसेस ल के हो भएर ढुक्क पर्ने इन्डिया त बाटो छोड्दै हुन्छ तपाईँले त्यो हुन आरामले गर त्यही भएर भन्नु आराम आइज अब यहाँ एकदम चिसो नि लिऊ के लिऊ के हुन्न लिऊ पैसा एकछिन रोक रोक एकछिन त्यहाँ लिऊ कि लिऊ के हुन्न लिऊ अघि त छोडेर भन्ने मान्छे मेरो बुढीलाई हात छोड हेरायो हेर न हेर तिमीले ल्याऊ भया बिनाउली ल्याएको छ तिमीले ल्याऊ त्यो पायो टाउको दुब लाऊ शरीर हेर्नु शरीर रात भएको ल यता कता हो यता डुबाउनु पर्छ
ल चुर्लुम्बा टाउको खै टाउको हो बस ल ल ल ल ल खुट्टा देख्न मिलेन त नि बहिनी त ढुक्क बहिनी हेर सकेन यार आडै थरा बहिनी त किन भएन त बहिनी त ढुक्कै गरिदियो हात दिएको ल हाम्रो कपडाहरू यता छ ल हाम्रो कपडा यता छ मेरो बुढी यहाँ यस्तो गर्दै बसेको छ यहाँ बहिनीको कस्तो मजाले आरम्भ गर्यो सिकाइदियो ल यो मेरो सिक्का हो यो मेरो बुढीको सिक्का ल हामी सब सिकाइदियो सिक्का छ तर मुक्तिनाथको ऊ हो के गड गिफ्ट टाइपको ल हामीसँग नि अर्को कोइनहरू छ होइन हामी पनि अरू त्यहाँ हामी पनि चढाउँछौँ होइन चढायो भने चाहिँ अरूहरूले फेरि कलेक्ट गर्न मिल्छ नि त होइन त्यही हो ठिक छ नि मेरो चाहिँ भारतीय पैसा ल उसको नि भारतीय हो क्या भारतीय ल इन्डिया रहेछ ठिकै छ ल नेपाली पायो अलराइट ए हो ग्रेट जब बुढी थ्याङ्क यू ल है हामी चाहिँ अब हिँडेको तपाईँहरू चाहिँ 12 बजी चाहिँ कहिले पनि आउनु होला 12 बजी चाहिँ यहाँ यस्तो बन्द हुन्छ होइन त्यही भएर चाहिँ पहिल्यै कि 12 बजी अघि होइन कि 12 बजी पछि आउनु होला 12 बजे अघि कि 1 बजे पछि 1 बजी पछि 1 घन्टा पछि आउनु होला 12 बजेको बिचमा आएर वेस्ट हुन्छ 1 घन्टा बस्नु पर्ने हुन्छ यहाँ तपाईँहरू बुझेर आउनु ल हामीले चाहिँ यहाँबाट कोइनहरू टिप्यो होइन उता 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 जुनमा हाल्नु हुन्छ होला नि होइन प्यान उता हाल्दो रहेछ कि हो ल हामीले चाहिँ यहाँबाट कोइनहरू टिपेको थियो त्यो कोइन चाहिँ हामी घर लिएर जाँदैछौँ होइन अनि अरू कोइनहरू चाहिँ हामी यहाँनिर फालेर जानुपर्छ है अरूले टिप्न पाउँछ नि त होइन जाम यो बिजोर चाहिँ मैले लगेर हाम्रो आज मुक्तिनाथको यात्रा यहीँ नै हुनेछ यस्तो छ है 360 ल हामी चाहिँ अब तल झरिन्छ अब खाना खान जाने त्यसपछि चाहिँ सिधै घरतिर मार्फातिर गइन्छ होइन ल यो 500 रुपैयाँ यिनीहरू चाहिँ यो खैरहरूको कि त्यही त मैले भन्दैछु त तपाईँहरूलाई 500 रुपैयाँ 300 रुपैयाँमा भन्दैछु त यता खाना चाहिँ 900 रुपैयाँ 400 रुपैयाँ र यो 600 रुपैयाँ भन्दैछु यसको 400 रुपैयाँ हो यसको 600 रुपैयाँ यो भेजको 400 रुपैयाँ चिकनको 600 रुपैयाँ चिकनको 600 हट चक्लेटहरू खाने 150 ल है गाइस सुरु गर्यो हामी चाहिँ अहिले मुस्ताङमा टक्क खाना खानु लाग्यो होइन अर्कोले कागती सागती छैन अरे के भयो अब कोही बोल्दैन नि ए डेन्जर इन्ट्रेस्टिङ जस्तो लाग्थ्यो तर यति सानो रहेछ यी डुम्बा लेक तर मलाई चाहिँ खासै राम्रो चाहिँ लागेन यस्तो छ ल हामी चाहिँ अब चल्दै
मलाई चाहिँ मन परेन घरतिरको पोखरी जस्तो लाग्यो चाहिँ ल गाइस यो यस्तो छ है डुम्बा लेक यति सानो छ पोखरी केही जस्तो पनि लागेन मलाई चाहिँ त्यत्रो काटेर आउनु पर्यो के न के अब मार्फततिर गइन्छ कस्तो टाउको दुख्यो कि मलाई क्या त्यही भएर चाहिँ अलि एनर्जी आएको छैन लोसे हो गयो Yo, you wanna go toilet? Yeah. Both of them on your right. Đấy, हामी चाहिँ अहिले मार्फा गाउँ छिरियो गाउँ मोटर बाइक गति 10 मात्र है गाइस 10 को स्पिडमा चलाइदिनु होला 10 को स्पिडमा यस्तो पो रहेछ त मार्फा गाउँ भन्ने है बुढी मार्फा गाउँ भनेको त जङ्सन भनेको त मार्फा गाउँले यहाँ ए डुप्लिकेट रहेछ नि त म त ओरिजिनल भन्दा हो अलराइट हामी छ मैले मार्फा गाउँ कताको हर्न कहाँबाट हर्न बजाएको रहेछ बाजेले उहाँबाट हर्न बजाएको रहेछ होटेलमा के हो त्यहाँ यही हो जेरी गल्ली भन्ने यो त होइन होला हो यस्तो रहेछ ल छिर्छ 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 है यताबाट छिराइदिनु ल ओ ड्रेस लाएर आमा ल सही हो भइरहेछ त ड्रेस लाउनु ठाउँ हामी पनि एक दुईवटा ड्रेस लाएर हान्दिनु पर्छ है बुढी जाने चाहिँ कहाँ हो हामी पनि के हो यहाँ त फेरि के साह्रो खिचौँ ल खिचौँ खिचौँ खाएन मलाई त उता सोध न उता सोध न आमा कस्तो राम्रो है ड्रेसअप दामी जेरी गल्ली भन्ने यही रहेछ र यहाँ मलाई थाहा छैन जेरी गल्ली त्यही हो कि रोकौँ भन्दै यहीँ रोक्नु त यहाँ रोक्नु मिल्दैन फर्काउने हो फर्काउनु त जाम है जाम यहाँ पनि फोटो सेसनहरू चाहिँ खतरा हुँदैछ ल हेर त बहिनी ल सही हो त्यो सुरुवाल त माथि तान्तिमै भित्रबाट तान न माथि यहाँ त मेरो मिसेस होइन तपाईको प्यान्ट लामो हो मलाई देखाइदियो त ल हामीले त साइज ठक्कै लगाइदिन्छन्
तपाईँहरूले पनि हिँड्ने सजिलो होस् हाम्रो पनि बक्नु नपुग्नु कपडा माथि गर्नु के लाउने टोपी लाउने सही हो तर बाहिर चाहिँ कति धेरै मान्छे रहेछ तर रेडी हुँदै तपाईँ चोइस गर्नु न फेरि टोपी राम्रो लगायो भने टोपी हेयरब्यान्ड लगायो भने हेयरब्यान्ड घुम्दै जहिले सानो हो त खाली हो सही हो अलि टाढो बसेर हो त्यहाँ म यो लाउने कि नलाउने खोलिदिनु नि दिदी खोलिदिनु खोलिदिनु है नखोले पनि देख्दिन यसले त पुरा साउले नदेछ त ओइ लाउनु हुन्न तर त त्यो हप्सी त्यो साउले नदेछ कुन हो त्यो लगाए हुन्छ ओइ हाप्सी त नभन्नु न यस्तो माथि चाहिँ बुझ्दै हो यता कम्फु पाण्डा अब राम्रो देखियो हामी पनि गयो अहिले तपाईँ सुरु नजानु ढोकाबाट यस्तो हेर्नुहोस् ल बाल लाउनु तपाईँले हेर्नु उता नि हेर्नु ढिलो हेरेको टेक टेक टु ओइ तिमीहरु के भएर त्यही बसै भयो भए 1 2 3 भन्नु है ल मतिर हेर तिमीले अनि मलाई मतिर नहेर अब मलाई बोला यो चाहिँ भयो हैन सक्सेस हेलो गाइस कताबाट आयो तिमीहरु भन्दा नमस्ते कताबाट आयो हामी घरतिर लाइट त खतरा हाल्यो त है सोलर हो गयो हामी चाहिँ हिँडेको हाम्रो घरबाट चाहिँ यहाँ बसाइबाट चाहिँ लार्जुङबाट उताको घरबाट चाहिँ यस्तै देख्छ भ्यू यताको चाहिँ धौलागिरी रे हिमालयहरू चाहिँ चारैतिर छ यहाँ चाहिँ हामी चाहिँ यहाँ बसेको उषा घरमा झोलागिरी छ गरमको भयो होला झोला त अलि झोलाले यहाँ हटेस लाउ ल यहाँ हटेस लाउ ल ल भयो ल अङ्कल जान्छु थ्याङ्क यू धेरै धेरै धन्यवाद हुन्छ बाई 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 म फोन लिने तारा दिदीमा ल ल थ्याङ्क यू छामा ल जान्छ ल हामी चाहिँ शोभायात्रा स्ट्रेट टु बागलुङ कालिका दर्शन गर्ने अनि यहाँ चाहिँ हामी चाहिँ अहिले दार्जिलिङ भन्नेमा छौँ यहाँबाट चाहिँ धेरै पनि छैन यो चाहिँ तारा दिदी गरे ल दिदी खै त फुट्छे बुझेन कति भयो त भइहाल्यो तेरा नि ए दही ल दही हामी जान्छ हस् फेरि आइराख्दाखेरि एकचोटि दर्शन गरेर खाना खाएर अझै फेरि आइन्छ ल दाइ ल
खाना खाए पनि थोरै खायो नि धेरै खायो नि के अरे तपाईँहरूले मिठो बनाएर उ गर्नुभयो यो हामी आउँदा नि खान्छ नि त फेरि म आइदेखि त आउनु भएन हौ आउनु न अब आउँदै गर्नु न हुन्छ दाइ आउँदै गर्नु टाइम मिल्दाखेरि हामी आएर कति खाइसक्यो ल दाइ जान्छु दाइ है ल ल थ्याङ्क यू दिदी ल जान्छ ल बिस्तारै जानु हस् हस् हुन्छ ल दाइ जान्छ ल जा बाई अब चाहिँ हामी यहाँबाट हिँड्यो होइन थ्याङ्क यू फर हस्पिटालिटी होइन हाम्रो यो उसलाई उषालाई चाहिँ धेरै धेरै धन्यवाद उषाको घरमा आएर हामी बस्यो 2 रात सामाहरू पनि मजाको रहेछ यो चाहिँ बगर कस्तो यहाँ त सर हेर्न है कस्तो दामी देख्ने हिमालहरू अब यहाँबाट चाहिँ 2 घन्टा लाग्ला काभ्रेकालीको बिस्तारै जाने हामी